भ्रष्टाचारीहरूको लागि यो खतराको घन्टी हो। बडो अनि यहाँहरूले एकचोटि घन्टी बजाइदिन आग्रह गर्नुभएकोले म के निवेदन गर्न चाहन्छु भने फागुन 21 गतेको निर्वाचनको लागि यो घन्टी बजाउँदैछु है। घन्टी बजाउनु पर्छ भन्नुभयो र तपाईहरूले नै पनि घन्टी बजाउने कि भन्नुभयो। यहाँहरूलाई जानकारी गराउँ, घन्टीसँगको नेपाली जनताको सम्बन्ध, खास गरेर हिन्दू धर्मावलम्बीको पनि सम्बन्ध, खास गरेर विद्यार्थीहरूको सम्बन्ध, जोसुकैको पनि सम्बन्ध घन्टीसँग यति नजिक छ कि हेर्नुहोस्, स्कुलमा हामीले पढ्दाखेरि घन्टी बज्थ्यो, घन्टीको आवाजसँगै हामी अगाडि बढ्थ्यौँ। तपाईँ मन्दिरमा जानुहोस् घन्टी बजेको हुन्छ, साइकल चढ्नुहोस् घन्टी बजेको हुन्छ, कहिलेकाहीँ मनमा तपाईँका आत्मीय मनहरूसँगै हुँदा मनभित्र पनि घन्टी बज्छ। त्यसैले मनभित्र पनि घन्टी बज्छ होइन। र यहाँहरूलाई म जानकारी गराउँ, म राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा आइराख्दाखेरि यो घन्टी त मैले मन्दिरमा पनि देखेको थिएँ, देखिरहेको छु, हामी सर्वत्र देख्छौँ। उहाँहरूले घन्टी बजाऊ भन्नुभयो। म सरकारको प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री, फागुन 21 मा चुनाव गर्नु छ, सुशासन कायम गर्नु छ, भ्रष्टाचार नियन्त्रण गर्नु छ। भ्रष्टाचारीहरूको लागि यो खतराको घन्टी हो। बडो अनि आत्मीय र चाहिँ मनोभाव बुझेको घन्टी हो। त्यसैले मैले घन्टी बजाएको चाहिँ फागुन 21 मा हामीले कुनै पनि हालतमा चुनाव गर्नुपर्छ है भनेर सरकारको प्रवक्ताले चुनाव गर्नका लागि यो घन्टी बजाएको म तपाईँलाई जानकारी। मन्त्रीज्यू जस्तो